हेलो नमस्कार सबैजनालाई। सदा जस्तै के भनौँ कहिलेकाहीँ आज पनि म भिडियो बिहानै शुभ बिहानीको किरणसँगै भिडियोमा गर्न गइरहेको छु। आज चैतन्य कार्यक्रम छ हाम्रोमा प्रोग्राम। अब काम सुरु भइसक्यो। भोलि पानी तताएपछि भाले साले काट्ने प्रोग्राम हुन्छ। आगो बाल्न पर्यो। कसरी बाल्ने हो? क्यामेरा छपौँ आगो बालौँ। यो लाइट बोल्दैन। आगो बलिसकेको छ। आगो बलिसक्यो। पानी बसाल्नु पर्यो। एक कुकर पानी त पुग्छ। आमको किरण बल्ल झुल्किँदैछन्। को हो? राजा हो राजा। यस यस कस्तो गर्छ मेरो लोकल कुखुरो यहाँबाट हाल्दै छिक्दैछु। अब यो यहाँ ब्रोइलरहरूको बच्चाहरू छन्। यहाँ भाले छ। भाले यहाँ ब्रोइलर छन्। यहाँ लोकल भाले छ। यसको आज कट हुँदैछ। यो चैते दसैँवाला हो। यो एउटा थियो त्यसलाई बेचिदियो। यसलाई चाहिँ घरै खाने भनेर यहाँ बच्चा बसिरहेको छ नि ब्रोइलरका। यहाँ बाख्रा छन्। कहाँ छ बाख्रा छन्? यो बोको बाख्रा कहाँ गयो होइन नि? पानी खानु खोज्छ। यो त बहुत हरामी छ। लुक्छ यो त। ओइ हरामी ए हरामी कले हाले डरा छ यार बिचारा। यार मलाई त मन लाग्दैन। त्यही भएर मलाई घरको भाले काट्दिनँ। त्यही भएर भाइलाई बोलाएको छु। भाइले ठ्याक्कै बारिदिन्छ। जम पानी सानी लाउनु पर्छ कि खसिला जस्तो? पर्दैन मनाउनु त पर्दैन। ल भाले काट्ने ए ल सक्छस् नगर्छ रगत त्यस्तो गरेर। त्यसको शिर ठुलो छ नि। काट्न रेडी है काट्न भाले। ओ माई गड यसको शिर देखाइदिउँ न एकचोटि। ओहो फोटो खिचौँ। रोक नचल न। यस्तै उठाएर यस्तै दुइटा फोटो खिचिदिन्छु क्या तेरो। यसले एकैचोटि यहाँ सक्छ किन यसको। ओइ साले पानी लगा। अब लगान ओ माई गड भालेको शिर। वाह काट्दै थियो। काट्यो है भाइले काट्यो। एकैचोटि काट्यो है। ल भिडियो काटेर खाल्टो भएर के भयो के माथि सिधा खा। वाह ल काटिसक्यो। अब यसलाई बनाउने हो गर्ने गर्छौँ। छोड्दै नचाप। उचाउने कार्यक्रम भइरहेको छ है। किन यार पानी घुसेन है? खनमेले हुन्न जाब तर्छ। चाप के अहिले जान्छ के? ल भयो।
बुदला भएपछि त कत्रो यो टाउको जो यत्रो छ खसीको जस्तो नानी बुझ्ला ला मलाई त थाहा भयो भिडियो रोक्याम भयो भाले आगोमा पोलेर के गर्ने भन जाने हो र है काट्दा त थुँगेन त भालेले भाले काट्दा यस्तो भएको कति डेन्जर हो या यस्तो हुँदैन एलर्जीले गरेर हो यस्तो हुने भइसक्यो खसीको जस्तो रातो है यार हो न खसीको जस्तो मासु है होइन रातो कति किलो हेर त कुन चुप चुप न कुन बसाएको त ला त्यसले जान्दिन अहिले अब काटेर भएपछि बोसोबाट गाँच छोरे गाँच देखाइयो नि त कति रातो खुनु बुझेको यति खाइदिएन राति आएर थाल्छ आजदेखि त्यसका बुढी एक्लै भयो काटेको भिडियो नि हाल्नु नि हो र के लेन गमला त पनि रहेछ यस्तो रहेछ देखेर खाएन नखाए केले बोलिदिस् नि होइन कि छोडेर नजानु भने त छोडेर जान्छु अर्को पछि पछि दुगुर्थी
घाँस काट्न नजानुलाई मलाई छोडेर भन्ती घाँस काट्न यसलाई लिएर जाने काट्छ घाँस मासु काटेर भ्याइयो आलु फुल्की फरो भयो के कुन थाल यस्तै हो रक्सी खाएर आउने भने तिम सुँगुरको मासु ल्याएर खाने हो ओके सुँगुरको मासु हो क्या मलाई सुनु त जाँदैन त्यसै त्यही सुँगुरको मासु पागल मिलेर खाना हुन्छ मजा अनि अचम्मै छ यार ल लोकल मासु पकाउने कुकम्यान बुक्कल हो र 4-5 भनिसक्यो के त्यसलाई पोलेर खाने हो यो पोलेर खाएपछि एउटा पहिलाका मान्छेले भनेका भाले छ देखाएको छु यो गर्मी भएको नाकाबाट रगत आएपार यसले काम गर्छ अरे भन्थे है पहिलाकाले अब के थाहा के हो कस्तो हो त्यस्तो हो अरे अब यो खाने हो पोलेर खाएर नाकाबाट गर्मी हुन्छ रगत आउँछ त्यसलाई अहिले काम गर्छ यो खुट्टाले त केही काम गर्दैन हिँड्ने मात्रै काम गर्छ मासुले त पेटलाई टुम्म बनाउँछ यस्तो यहाँ आलु पक्ने हो यो राम यो सीता राम सीताको जोडी छ यहाँ मेरी छोरी यो सीताकी छोरी ल एकचोटि नाच्दियो एउटा डान्स ल नाच्दियो ल नाच्दियो ल नाच्नु राम्रो गीतमा गीत गाएर ल के अब खाना पाकिसकेको छ एक कराई दुईटी कुकम्यान देउरानी जेठानी यता ए मेरा बा हिरोनी भयो जस्तो के भयो पाकेन ठिक्क बसाल्नु पर्छ घर अर्को कुकर हेर भातै पाकेन अरे अब भात बसिने बेला के गर्छु हाँस्नु लाग्छ भिन्न नथालको दिदीलाई भिन्न के भयो भ्याक्सिन लाओ क्या काटो खै ए भ्याक्सिन लोटी चाहिँ कसरी लोटी है हामीले खाइयो खाएर भिडियो बनाउन बिर्स्यौँ के गर्ने अब इन्डिभिजुअली खाएको पनि बनाउनु लाग्छन् खानु लाग्छन् चट्ट परेर खान लाए अनि त आउनु न अन्त खानु लाग्यो तिमी त नआइकन ल खाऊ
कहाँ छ कि नै भात पानी छ दार चाहिँ खा